कोरिया, ताइवान जस्ता कन्ट्रीहरूले नेपाली लेबरहरूलाई लेबर भएर लान्थे। अहिले चाहिँ हामीले पिआर दिने भएछौँ। कहिलेकाहीँ त पिआर भरौँ जस्तो लाग्छ। हजुरहरूको ग्राउन्ड फ्लोरको जुन पिक्चर देखेपछि त तपाईँलाई के फिल भयो भने पिआर भर्न पाएको जस्तो लाग्छ। किन पिआर पाएको हामीले भनेखेरि जापानका केटाकेटीहरूले त्यही एआईसँग बिहे गरेछन्। एआईले माया चाहिँ गर्नु रहेछ, बच्चा पनि दबाउनु रहेछ, तर बिहेसम्म गर्न मान्दो रहेछ। डलिन गरेको एउटा चाहिँ त्यो सेक्स टोयहरूले एआईको टोयहरूले डेभलप गरे। त्यसले चाहिँ हामीले हाम्रा भाइ बहिनीहरूले हाम्रा केटाकेटीहरूलाई चाहिँ पिआर दिने बनाइदियो। अनि त्यसैले देखेर साथीहरूले के भन्नुहुन्छ, एआईले सबै गर्छ भन्नुहुन्छ। हामी मान्दैनौँ। यसको आफ्नै लिमिटेसन छ, आफ्नै स्ट्रक्चर छ। त्यसैले हामीले अहिले देखिरहेको एआई के हो, मान्छेले गरेका एउटा दुईवटा कामहरूलाई सपोर्ट गरे मात्रै हो। त्यसै कहाँ कहाँ बाँच्छ त हामीले हेरौँ है, कस्तो देखिन्छ भने केही सल्युसन म हजुरलाई देखाउँछु। अहिले धेरै जस्तो बाटोहरूमा ठाउँहरूमा यस्ता गाडीहरू कुदिरहँदा चाहिँ पहिले हेराएर राख्थ्यौँ हामीले, पालेर राख्थ्यौँ हामीले, भिजन गर्ने मान्छे राख्थ्यौँ। अहिले मेसिनले आफैले हेरिदिन्छ। त्यो मेसिनले हेरिदिँदा चाहिँ हामी यहाँ एआईको मेसिन भिजनिङ भन्ने शब्द प्रयोग गर्छौँ। मैले यो शब्द किन हजुरसँग दोहोऱ्याउँदैछु भने हामीले बुझेको यो जुन अहिले मेसिन ठ्याक्क बाटोमा गाडी कुदिरहेको छ सर्ट चाहिँ त्यो हेरिदिने जुन मेकानिजम छ, हिजो चाहिँ कसले गर्थ्यो, एकजना मान्छे राखेर गर्थ्यो। अहिले कसले गर्छ, मेसिनले आफै गर्छ। यसलाई मेसिन भिजनिङ भन्ने शब्द प्रयोग गर्छौँ। यो चाहिँ एउटा ठुलो एरिया भनिएको छ। अस्ति हामीलाई एउटा कम्पनीको साथी आएर के भन्नुभयो भने अब सरले हाजिर गर्न आउनु पर्दैन, हामीले हजुरको गेटमा चाहिँ एउटा मेसिन राखिदिन्छौँ, मेसिनले नै भिजनिङ गर्छ, दिनभरि हेर्छ। अहिले पुरा आयो, कति बेला गयो, पहिले जुन रिपोर्ट गर्ने हुन्थ्यो नि, पहिले सुरुमा मैले चाहिँ यो स्कुल ठ्याक्कै यसो पढाएर भइसकेपछि एउटा खाने प्रोजेक्टमा चाहिँ रोस्टर ल्याएर कतिजना मान्छे आए गयो भने कतिवटा गाडी आयो, कतिवटा गयो, कुन आयो, के गर्यो, यसको काम गर्दो रहेछ। र त्यो अस्ति आएको साथीले के भन्नुभयो भने हाम्रो बुटोल महानगर बाहिरपट्टि गेटमा चाहिँ आएर जसले दावा भनेर कम्पनीको मान्छे आउनुभएको थियो, उहाँले आएर चाहिँ सिसिटिभी झुन्डाइदिनुहुन्छ अरे। त्यो सिसिटिभी चाहिँ हाम्रो चाहिँ दिलपुर सरको मोबाइलमा चाहिँ ठ्याक्कै जोडिदिनुहुन्छ अरे। अनि दिनभरि कतिजना मान्छे भित्र आयो, कतिजना मान्छे बाहिर गए भने हाम्रा कर्मचारी साथीहरू, कतिजना मान्छे आउनुभयो, जानुभयो, कतिपल्ट युज गर्नुभयो भनेर सबै रेकर्ड चाहिँ के गर्छ, बेलुका सरले समरी बनाएर दिन्छ अरे। त्यसो बनाएर चाहिँ उहाँले देखाउनु भयो हामीलाई। कहाँ प्रयोग गर्नुभएको छ भनेको चाहिँ हामीले नेपाल थुप्रै एयरपोर्टहरूमा प्रयोग गरेका छौँ। अनि एयरपोर्ट के प्रयोग गर्नुभएको छ भने परैबाट अपराधी आयो भने त्यो ठ्याक्कै सोध्छ अरे, खबर गरिहाल्ने भयो होइन, ट्याक्क बसेको भयो होइन। हाम्रो बुटोल महानगरमा चाहिँ एकजना कर्मचारी दिनमा 5 पटक बाहिर जानुभयो, दिनको समयमा के घटी बस्छ, 5 पटक भित्र बाहिर गऱ्यो भने घटी भन्ने भयो। त्यस्तो मेसिन ल्याएर हामीलाई देखायो। अनि मैले पुनः फर्काएँ, हामीले अपराध खानु दिनुले हामीले भने होइन सर, हजुर अपराधी भने होइन, हजुरलाई धेरै सजिलो हुन्छ नि त, यो हाजिर चाहिँ गर्नु परिरहेको पर्दैन नि त, कहिलेबाट हामी चाहिँ एकपल्ट मेसिनलाई सिकाइदिए पुग्छ भने यस्तो मेसिन बोकेर आउनु भएको छ। यो विधाको नाम चाहिँ हामीले मेसिन भिजनिङ भन्ने शब्द प्रयोग गर्छौँ। यो चाहिँ एआईको एउटा अत्यन्तै स्ट्रङ ब्रान्चको रूपमा देखिएको छ, धेरै ठाउँ भएको थाल्यो। दोस्रो चाहिँ अहिले हेर्नु हो भने एआई बिना एकछिन पनि चल्दैन। अहिले कुनै हस्पिटलको इक्विपमेन्टहरू हेर्नुभयो भने त्यो इक्विपमेन्टमा एआई नजोडिएको इक्विपमेन्ट कसैले किन्दैन। किन किन्दैन भने एक्सरे पढ्ने काम चाहिँ डक्टरले पढ्दैन हो, कसले पढ्छ हो, एआईले पढ्छ। किनभने एआईसँग पहिले नै 50-60 हजार त्यसमा एक्सरेको रेकर्ड पढेर बसेको रेकर्ड छ। हेर्दा के थाहा हुन्छ यो मान्छेलाई यस्तै भएको। त्यस्तो सिस्टमलाई फेरि अर्कै नामले, त्यसको नाम चाहिँ एक्सपर्ट सिस्टम भन्छन्। फेरि तपाईँ चाइनाको गल्ली गल्लीमा हेर्नुभयो यस्ता एक्सपर्ट सिस्टममा बेस गर्नु त्यसमा किओसो राखिएको छ। अब मेरो साथै 1 वर्ष यहाँ बस्नुभयो भने हजुरकोमा चाहिँ यस्तो एउटा चाहिँ मेसिन गेटमा भनेर एउटा मान्छे आउँछ, उसले के गर्छ भने ल्याएर हाम्रो गेटमा ल्याएर एउटा मेसिन राखिदिन्छ। अनि त्यो मेसिनले सबै हेल्थ चेक गर्छ। चाइनाको चाहिँ गल्ली गल्लीमा चाहिँ अहिले त्यो एयरपोर्टहरू पब्लिक सर्भिसको मेसिन राखिहाल्छ। धेरै काम चाहिँ कलममा लगाइयो मेसिनलाई। त्यो मेसिनले कति फ्लेक्सिबल बनाइ ल्याएर एटिएम जस्तै ल्याएर राखिदिनुहोस्। यहाँ चाहिँ उनीहरूले प्रयोग गरेको मेकानिजमलाई फेरि एआईको एक्सपर्ट सिस्टम भन्ने शब्द प्रयोग गर्छ। धेरै कुराहरूमा मेसिनको डिपेन्डेन्सी। अर्को हेर्नु भने के देखिन्छ, इन्डियामा गरेको प्र्याक्टिसहरू चाहिँ इन्डियामा चाहिँ के हुँदो रहेछ भने यो ट्रेन दिल्लीबाट छुट्छ, दिल्लीको आफ्नो ओरिजिन हुँदैसम्म हिन्दीमा बोल्छ,
तर जब महाराष्ट्र पुग्छ नि मराठीमा बोल्न थाल्छ त्यो मान्छेले होइन मेसिनले आफै बनाइदिन्छ। त्यो भनेको त एउटा ल्याङ्ग्वेजमा कन्भर्ट गरिसकेपछि उसले जहाँ जुन लोकसभा पुग्छ त्यही ल्याङ्ग्वेजमा अटोमेटिकली जाने। यसलाई चाहिँ उसले अर्कै नामले नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ भन्छ, एनएलपी भन्ने शब्द प्रयोग गर्छ। हामीले बोल्यो भने जुन ल्याङ्ग्वेज बोल्छौँ अर्कोमा कन्भर्ट गरिन्छ, त्यसको लागि बिरामी अर्कै बिरामी छ। अहिले हाम्रो एजुकेसन सिस्टममा चाहिँ नयाँ रिफर्म आइरहेको छ। अहिले त्यसमा चाहिँ इलेक्ट्रोनिक्स पनि जुन कम्पनीले काम गरेको देख्यो। अस्ति चाहिँ एउटा स्कटल्यान्डको एउटा युनिभर्सिटीमा हाम्रो एकजना भाइ मेरो विद्यार्थी जोइन गर्नुभएको छ। 42वटा देशका मान्छेहरूले पढ्छन् अनलाइनमा, पढाउन आउने प्रोफेसरले इङ्ग्लिसमा पढाउँछ, तर 42वटा कन्ट्रीमा आफ्नै भाषामा संवाद हुन्छ, आफ्नै ल्याङ्ग्वेजमा कन्भर्ट हुन्छ, उहाँहरूले आफ्नै ल्याङ्ग्वेजमा संवाद गर्नुहुन्छ। तर मान्छे एउटा मात्रै छ। उहाँहरू चाहिँ राति 10 बजे उठेर मेसेज अन गऱ्यो भने फेरि त्यो भर्चुअली तयार भएर आउँछ। त्यसको सिस्टम चाहिँ एलमसको सिस्टमले जेनेरेट गरिरहेको छ। हाम्रो नेपाली भाइहरूले बसेर पढ्न थाल्नु भएको छ। त्यस्तो नेचरलाई मैले के भने नेचुरल ल्याङ्ग्वेजलाई बुझ्ने र एनएलपी भने हिजो हामी पुरा ट्राफिक गर्थ्यौँ, त्यही कुरा चाहिँ हामीले इन्डियाले चाहिँ के गर्यो, आफ्नो वेबसाइटमा चाहिँ एउटा ल्याङ्ग्वेजमा पोस्ट गर्छ, तर एकैचोटि के हुन्छ भाइलीमा सर्व सबैमा पोस्ट हुन्छ। त्यसलाई चाहिँ उनीहरूले एनएलपी भन्ने शब्द प्रयोग गरे। त्यसपछि अर्को पछिल्लो बिराको हेर्नुभयो भने के देख्नुहुन्छ भने हामी सबै के देख्छौँ भने यो च्याटबोर्डहरू भन्नु थाल्यो। च्याटबोर्ड बनाउने भने कुनै अल्लाह ल्याएको छ, यहाँ मचाएको मचाइ छ, सायद सर्वमा पनि धेरैवटा प्रपोजल आयो होला। अब कुनै सेवाको लागि कुनै सेवा लिनुपर्ने भयो भने हामीसँग सोध्दैन, उसँग सोध्छ, अब च्याटबोर्डसँग सोध्छ। उसले चाहिँ त्यो च्याटबोर्डमा के देखिएको छ भने मेसेजले संवाद मेसेजसँग बोल्ने खालको इन्भाइरोमेन्ट बनाइएको छ, त्यस्तो खालको प्याटर्नहरू देखिन्छ। यसमा चाहिँ उनीहरूले फेरि अर्कै विधा प्रयोग गरे। त्यहाँ मेसिन लर्निङ, डिप लर्निङ यस्ता ल्याङ्ग्वेजहरू प्रयोग गर्छ। मैले हजुरसँग यो राम्रो सेन्स किन देखाएँ भने हामीले बुझेको एआई, अनि हामीले मेसिन रिजनिङ भन्यो, अर्को एक्सपर्ट सिस्टम भन्यो, अर्को नेचुरल ल्याङ्ग्वेज प्रोसेसिङ गर्ने एनएलपी भन्यो, यहाँ मेसिन ल्याङ्ग्वेज भन्यो, डिप लर्निङको कुरा गऱ्यो। अनि पछिल्लो खेलमा चाहिँ अहिले सबभन्दा ठुलो हामीले दुःख दिएको चाहिँ यो ह्युमन वेट हेर्नुहोस्, ह्युमन वेट भन्ने हिजो हामी चाहिँ रोबोट भन्ने सुन्थ्यौँ, आजभोलि रोबोटको नाम चेन्ज गरेर उनीहरूले के भने ह्युमन वेट रोबोट अर कोबो दुईटा शब्द प्रयोग गर्छन्। ह्युमन वेट भनेको चाहिँ मान्छे जस्तै रोबोट बनाउनु थाले, मुभेबल रोबोट बनाउनु थाले, सानो रोबोटहरू बनाउनु थाले। कोबोट भनेको कोलाबोरेटिभ रोबोट भनेको चाहिँ मान्छे रोबोटले रोबोटसँग कुरा गर्छ अनि अगाडि बढ्छ, त्यसलाई उनीहरूले कोबोट भने। ती कोबोटहरू चाहिँ अहिले अस्ति चाइनाको म्याराथनमा चाहिँ यो कोबोटले जितेछ हेर्नुहोस्। अब हाम्रो चाहिँ मेरो साथको कार्यकालमा चाहिँ हजुरको मेरो सबले गेटमा यस्तो मान्छे ल्याएर राख्नुहुन्छ, अब दिक्क आइसकेका छन् नि त पारेले। हाम्रो धेरै कलेजहरूले चाहिँ त्यस्ता मान्छे ल्याएर भन्नु थाल्नु रहेछ। अनि मान्छे पनि के गर्नु चाहिँ के गर्नु रहेछ भने हामी जस्ता बुढा मान्छे आयो भने अलिक कपाल फुलेकाको मास्क लगाइदिने, 16 वर्षका आयो भने 16 वर्षको मास्क लगाइदिने। त्यो बाहिरबाट त मास्क मात्रै त हो नि, वास्तवमा भित्र के छ त्यही प्रोग्राम छ, त्यही कोडिङ छ, त्यही मेसिनले सिकेको छ, त्यति मात्रै बनाइएको रहेछ। अहिले चाइनातिर गएर हेऱ्यो भने चाहिँ हाम्रो धेरै साथीहरूले सेयर गर्नुहुन्थ्यो, मैले टिकटकमा हेरेको त त्यो धेरैवटा होटलहरूको रिसेप्सनको स्वागत गर्ने काम चाहिँ गेटसम्म लाने काम चाहिँ मेसिनलाई त्यो कोबोटलाई हामीले भन्यो ह्युमन रोबोट भनेको उनीहरूले उहाँले ह्युमन रोबोट भन्नुभएको छ, त्यसो प्रयोग गर्नु रहेछ। अस्ति काठमाडौँमा साथीहरूले पटाइ गर्नु रहेछ, इन्टरनेसनल इक्जाममा चाहिँ यस्तो रोबोट ल्याएर चाहिँ गार्ड राखिदिनु भएछ। गार्ड पसन्द नमानेपछि अनि त्यो गार्डलाई 4 दिन आँखा हुने भयो, त्यसको रोबोट 4 दिन आँखा हुने भयो, गर्दै चाहिँ पठाइदिएछ। चिल्चोन थालेर चाहिँ रोबोट पछाडि गयो भनेर भाइले चाहिँ यसो खोज्नु खोजेर खोजायो, फर्केर गएर पठाइदिइहाल्यो। यो यस्तो खालको प्याटर्नलाई चाहिँ केहीहरूले अर्कै नाम दिए। त्यो नाम चाहिँ के थियो हजुरले याद गर्नुभयो भने ह्युमन वेट कोबोट भन्ने थियो। यो पनि एआईको थियो चाहिँ। त्यसैले अहिले हामीले जुन जति एआईको कुरा गरिरहेका छौँ, यी सबै एआईका प्याटर्नहरू चाहिँ हामीले कभर गर्न सक्दैनौँ, पसिबल पनि भएन होला। तर अहिले आज हामीले कुरा गर्न खोजेको यसमध्येको एउटा मात्रै एआई हो जसको नाम हो जेनेरेटिभ एआई। म आज हजुरसँग चाहिँ जेनेरेटिभ एआईको मात्रै कुरा गर्छु। त्यसको चाहिँ एक्ज्याक्ट नेम चाहिँ जेनएआई भन्ने हुन्थ्यो। मैले अस्ति पोखरामा एउटा ट्रेनिङ चलाएको थिएँ सजिलोको बिचमा चाहिँ दिवस सर नै हुनुहुन्छ। हामीले चाहिँ के फिल गर्यो भने जेनेरेटिभ एआई जेनएआई भनेको जेनजी सुन्नुभएछ, सबै सरहरू डराउनु भयो, नगर्नु न सर जेनजी नगर्नुहोस् भनेर पुरै कुरो खोजेको हो। र यसलाई चाहिँ धेरै मान्छेहरूले जेनएआई भन्छन्। जेनएआई भनेको चाहिँ यो पछिल्लो फिल्ममा स्पेसली
2016मा गुगलले ट्रान्सफर्मर भन्ने बनायो, त्यसपछि 2022मा चाहिँ आएर च्याटजिपिटी आयो। त्यसैले हामीले चाहिँ जेनेरेटिभ एआई भन्ने सिक्नु प्रयोग गरेका हौँ। र यो जेनेरेटिभ एआई पनि आजको दिनमा यति स्ट्रङ भन्नु पर्यो। आज हामी त्यसैको बारेमा अलिकति प्रयोग गर्छौँ। मैले प्रयोग गरेका केही इक्जाम्पलहरूसँग सेयर गर्छु। त्यसमध्येमा चाहिँ अहिले हामी सबैभन्दा बढी प्रयोग चाहिँ यो एजेन्टिक एआई भन्ने प्रयोग गर्छौँ। एजेन्टिक एआई भनेको चाहिँ हामीले कामहरूको लागि विभिन्न एजेन्टहरू तयार गर्छौँ। म हजुरलाई बनाएर देखाउँछु। एउटा एजेन्टले चाहिँ एउटा काम गर्छ, जस्तो चाहिँ मेरो साथको मेल चेक गर्नु पऱ्यो भने हामी गुगलको एउटा सानो टुल प्रयोग गरेर उहाँको मेल सबै पढेर रिपोर्ट तयार गर्ने भनेर एउटा एजेन्ट बनाउँछौँ। अनि अर्को एजेन्टलाई चाहिँ के जिम्मा दिन्छौँ, यो सबै मेलहरूलाई कसरी रेस्पोन्स गर्ने होइन भनेर चाहिँ हामीले चाहिँ अर्को एजेन्ट बनाउँछौँ। अनि तेस्रो एजेन्ट बनाउँछौँ, त्यो एजेन्टले पनि के गर्छ, कसलाई पठाउने आफै पठाइदिन्छ। त्यो एजेन्टले आफै काम गर्यो भने त्यसलाई एजेन्टिक एआई भन्छौँ हामी। त्यसो अहिले धेरै सरकारी कार्यालयहरूले यस्तो एजेन्टिक एआईहरू भन्नुहुन्छ र सबै कामहरू के हुन्छ, अटोमेटेड हुन्छ। त्यसको नाम चाहिँ एजेन्टिक एआई हो। भनेको हामी चाहिँ बालन सरकार विरोधी काम गर्छौँ। यहाँ हजुरलाई मैले दुईवटा काम देखाउँछु। बालन सरकारले चाहिँ दलाल हटाउने भन्नुभएको छ। हामी दलाल बनाउँछौँ। दलाल भनेको नेपालीमा गुगललाई ट्राफिक गरेर दिएको एजेन्ट भनेको दलाल हुँदैछ। दलालले एउटा दलालले अर्को दलाललाई काम लगाउँछ, अर्को दलालले अर्को दलाललाई काम लगाउँछ। अनि त्यो दलालले पैसा माग्दैन, त्यो दलाल चाहिँ फ्रीवाला दलाल हो। खालि कोही दलाल बनाउनले पैसा चाहियो होइन। त्यसैले चाहिँ हामी आज हजुरलाई दुई तिनवटा दलालहरू बनाएर देखाउँछु। त्यो दलालले चाहिँ हाम्रो कामलाई अत्यन्तै सहज बनाइदिन्छ। अब हाम्रो मेल साहबले चाहिँ मेल चेक गरेर बस्यो भने एउटा एजेन्ट जिम्मा राखिदिने हो। त्यस्तो खालको प्याटर्नलाई चाहिँ उनीहरूले के नाम दिए, एजेन्टिक एआई। अहिले जुन हाम्रो बच्चाहरूले भाइ कोडिङ गर्ने भनेर भन्यो नि, त्यसमा उनीहरूले के गरेका हुन्छ, उनीहरूले 30वटा 32वटा दलाल बनाउँछन्। एउटा दलालले के गर्छ, कोड लेखिदिन्छ, अर्को दलालले के गर्छ, लजिक लेख्छ, अर्कोले के गर्छ, टेस्टिङ गर्छ, अर्कोले के गर्छ, डिप्लोय गर्छ, लास्टमा आइपुग्दा चाहिँ वेबसाइट ट्याक्क लेखिदिन्छ। त्यस्तो पार्टै जब एजेन्टले एजेन्टलाई काम लगायो भने त हामी एजेन्टिक एआई भन्ने शब्द प्रयोग गर्छौँ। यो चाहिँ जेनेरेटिभ एआईको ठुलो एरिया हो। हेर्नुहोस्, त्यसो दोस्रो हेर्नुहरूले के देख्नुहुन्छ, त्यो चाहिँ अघिको एजेन्ट चाहिँ एआईको एजेन्ट हुन्छ, तर कन्टेन्ट चाहिँ हाम्रो हुन्छ। भनेको अहिले चाहिँ अर्थ मन्त्रालयले बजेट बनायो भन्दा हजुर मक्क पर्नु भएको छ। अर्थ मन्त्रालयको बजेट बनाउनुमा सबभन्दा बढी यो ऱ्यागले काम गरेको छ। ऱ्याग भनेको के त भने उहाँहरूले 10 वर्षका सबै बजेटहरू चाहिँ गुगलमा हाल्नु हो, गुगलमा सबै ऱ्यागहरू बनाउन पाइन्छ। अनि त्यो सबै बजेटहरूको एनालिसिस गर्ने भन्नुभयो। अनि संसारभरिको 12-15 बजेटहरू कलेक्सन गर्नु, एनालिसिस गर्ने भन्नुभयो। अनि हाम्रो बजेट लेख्दै भन्नुभयो। अहिले अर्थ मन्त्रालयको बजेट कसले लेख्यो भने एआईले लेख्यो, र त्यो चाहिँ कसले प्रयोग गरियो, ऱ्याग प्रयोग गरियो। ऱ्याग भनेको के भने हाम्रो कन्टेन्टमाथि एआईलाई काम गर भन्ने। अहिलेको एजेन्टमा चाहिँ एजेन्टलाई पहिले सिकाउने थियो। जेनेरेटिभ एआईमा चाहिँ हामीले सोध्ने मात्रै कुरा थियो, तर ग्यारेन्टी के गरिदिने हो, हाम्रो कन्टेन्टमाथि कुरा हाल्ने भयो। यसलाई चाहिँ आफ्नो शब्द प्रयोग गर्छौँ हामी। र यी सबैको लागि चाहिँ हाम्रो ब्याकबोन चाहिँ लार्ज ल्याङ्ग्वेज मोडल भन्ने हुन्छ, एलएलएम हुन्छ। हामीले चाहिँ च्याटजिपिटी भन्यो, टुलहरू भन्यो, यी सबै एलएलएमकै क्याटेगोरी हुन्। त्यसैले जेनेरेटिभ एआई भने यति ठुलो ब्रान्चको रूपमा डेभलप भएको छ। मैले यति धेरै कुराहरूलाई किन सेयर गरेँ भने अन्याय हुन्छ। एआई चाहिँ हामीले एआईको सानो एरियामा पनि कुरा गरेर पढ्दैछौँ। धेरै सानो एरियालाई मात्रै हामीले केन्द्रबिन्दु बनाएका हौँ। अब यो लार्ज ल्याङ्ग्वेज मोडलमा हामीले के गर्न सकिरहेछौँ एकपल्ट हेर्दै जानुहोस्। यी टुलहरू हेर्नु हो भने तपाईँ माइक्रोसफ्टलाई धेरै भने को पाइलट भन्ने बनाइदिएको छ। गुगल जस्तै सर्च गर्नको लागि चाहिँ पर्प्लेक्सिटी भन्ने बनाएको छ। त्यसको आफ्नै ब्राउजर पनि छ, कोभिड नाम गरेको ब्राउजर छ। तपाईँले च्याटजिपिटी त आफ्नो एकाधिकार जन्माएकै भइहाल्यो। गुगल खोल्यो भने जेमिनाई भन्ने आउँछ। अनि यस्ता कुरोहरू चाहिँ जस्तो अस्ति गोडले चाहिँ हो एलन मस्कले गोड भन्ने बनाइदिएको छ। अनि मेटाको चाहिँ हामीले अहिले प्यासेन्जर खोल्दा बित्तिकै मेटा एआई आउँछ। अनि चाइनाको चाहिँ अर्को क्विन नाम गरेको चाहिँ चाइनाको चाहिँ यो अलिबाबाको फाउन्डर छ ज्याकमा भन्ने, त्यसले चाहिँ फेरि अर्को चाहिँ क्विन नाम गरेको टुल बनाइदियो। त्यसले बढी पपुलर छ। अब यो क्लाउडी भन्ने त अहिले संसारलाई आछो भइरहेको छ। चाइनिजहरू र क्लाउडी उयसको चाहिँ द्वन्द्वै चल्न थालिसक्यो। अस्ति उसले 2टा मोडलहरू बनाएर हामीले नदिने भन्नुभयो। यसरी दिनमा चाहिँ हजुरलाई चाहिँ थुप्रै टुल आउँछन्।
टुलहरू खोल्न खोज्नुभयो भने हजुरले चाहिँ यो pfi.ai मा जानु हो भने दिनमा 100 वटा नयाँ टुल आउँछन्। यी सबै टुलहरू न हामीले सम्झेर ल्याउँछौँ न प्रयोग गरेर ल्याउँछौँ। हजुरले जुन चाहिन्छ त्यही प्रयोग गर्ने हो। एउटा दुईवटा जान्यो भने हामीले पुग्छ। तर एउटा दुईवटा जाने हुन्छ आज चाहिँ तपाईँलाई चाहिँ मल्टिपल टुल मैले किन दिएँ त भन्नुभयो भने मैले बुटोल बस्दाखेरि सिकेको बानी यहाँ काम लाग्यो। म क्याम्पस पढ्दा के गर्थेँ भने बाले चाहिँ 100 रुपियाँ दिने 500 रुपियाँ दिने आयो अनि साउले पैसा माग्नु थालेपछि अर्का बस्दामा सर्ने। क्याम्पस पढ्दाखेरिको बानी यहाँ एकदमै काम लागेको छ मलाई। एउटाले के भन्छ अहिले चलाइसकेपछि पैसा सोधै भन्छ अनि मैले त्यति बेला सिकेको बानी म पैसा दिन्छु त है म त अर्का कहाँ जान्छु। त्यसरी अर्का काम पसलमा सार्नको लागि मात्रै मैले हजुरले मल्टिपल ठुलो दिएँ। किनेर सकिँदैन सम्भवै गरिन्छ। मैले पसलमा चाहिँ $300-400 $300 बढी खर्च गर्छु यसो केटीहरू चलाउँदा। त्यो मेरो चाहिँ आछु भइसकेको छु। त्यसैले हजुरले यो कुनै टुल किनेर चलाउन सकिँदैन। तर नचलाउँदा के गर्ने एउटा लेभल पुगिसकेपछि आज त कुरा सकियो भरि भेटौँला भन्छ अनि त्यति बेला लागेको हामी अर्को पसलमा कुछ सोचिरहेको त्यसैले हामी किन्दैनौँ। त्यसैले हजुरलाई चाहिँ अहिले धेरै हाम्रो बच्चाहरूले प्रयोग गर्ने टुलहरू मान्छेहरूलाई हात लान मात्र मैले गरेको हो। यसको चाहिँ धेरै टुलहरू आउँदै गए एकपछि अर्को आउने अर्कोपछि अर्को आउने यो टुलहरूमा चाहिँ हामीले के गर्छौँ त जस्ट हामीले यिनीहरूसँग संवाद मात्रै गर्न खोजेको यिनीहरूसँग कुरा मात्रै गर्न खोजेको के कुरा गर्छौँ भनेर सोध्नुभयो भने मैले चाहिँ यिनीहरूलाई मलाई यस्तो चाहियो यो काम गरिदेऊ मलाई चिठी चाहियो चिठी लेखिदेऊ मलाई टिप्पणी चाहियो टिप्पणी लेखिदेऊ मलाई यो वर्षको बजेट बनाउनु पर्यो पुरानो सबै एनालिसिस गरेर भनिदेऊ भन्ने काम गर्छु। त्यति मात्र चाहिँ गर्छौँ हामीले चाहिँ। त्यसैले यसरी सबै काम गर्ने भएको हुनाले चाहिँ धेरै साथीहरूले यसलाई एआईलाई विभिन्न नाम दिनुभएको छ। केही साथीहरूले हाम्रो ऋषि मुनिहरू कुरा गर्नुहुन्छ ओहो यो सबै जान्ने रहेछ भन्नुहुन्छ। यी जुन हाम्रो ऋषि मुनिहरू थियो नि त्यस्तै मान्नुहुन्छ। तर धेरै साथीहरू ऋषि मुनि मान्नुहुन्न। धेरै साथीहरूले चाहिँ मसान मान्नुहुन्छ कर्मेली मसान होइन राके गुरु त्यस्तो मान्नुहुन्छ। ऋषि कृपा हजुरले दुईवटा तरिकाले काम लगाउन सक्नुहुन्छ। एउटा चाहिँ ज्ञान गुणको मान्छेको रूपमा चाहिँ प्रयोग गर्नुभयो भने हाम्रो हजुरबाबुले पहिले क्षेत्र पाउनु पर्यो भने मसान जग्गा क्षेत्र पाउने प्रकाश भनेको हामीले चाहिँ मसान जगाउने अनि सबै काम गर्ने अनि बिहान घर फर्किने बेलामा के गर्ने मसानलाई मसानकै ठाउँमा छोडिदिएर अनि एक्लै घर फर्किने। तपाईँले यसलाई मसानको रूपमा प्रयोग गर्ने हो या ऋषिको रूपमा प्रयोग गर्ने हो हामीले ठानी गर्न सक्छौँ। आज म हजुरलाई ऋषिको रूपमा होइन मसानको रूपमा खुदको रूपमा प्रयोग गर्ने तरिका सिकाउँछु। त्यसको मिनिङ के हो भने हजुरले भरमार प्रयोग गर्नुहुन्छ तर विश्वास गर्नुहुन्न। हाम्रो हजुरबाहरूले खेत रोपाउनुभयो तर फर्केर आउने बेलामा एक्लै आउनुभयो। किन एक्लै आउनुभयो भने ती मसानका छोरी बुहारी आँदा भन्दी कसैलाई पनि लिएर आउनु भएन। आउने बेला प्रत्येक दिन बिहान के गर्नु रहेछ भने एउटा आगो बाल्नु बिचमा फर्किने बाटोमा आगो बाल्नु रहेछ। आगोबाट फ्याक्टा क्रस गर्ने मसान चाहिँ उतै खेतबारी बस्छ अनि हजुरबा मात्रै घर पुग्ने यस्ता कथाहरू हामीले सुन्थ्यौँ। आज पनि हामी के गर्छौँ यसलाई काम लाउँछौँ। मलाई चिठी लेख्दै भन्छौँ रिपोर्ट लेख्दै भन्छौँ पर्टिकुलर लेख्दै भन्छौँ बताउँदैनौँ। किन बताउँदैनौँ भने हजुरबाले हामीले के सिकाउनु भएको छ एआई प्रयोग गर विश्वास नगर। किनभने हजुरबाले त्यो हेरेर विश्वास गरेर ती बस्तानका छोरा बुहारीहरू छोरीहरू घर ल्याइदिनु भएको भए हाम्रो हजुरबा आमा चाहिँ कति दुखी हुनुहुन्थ्यो होला। त्यो हजुरआमाको खनाहरू हामी सबै के मान्थ्यौँ भने बस्तानका छोरा बुहारी हामी बसान बहादुर बसान कुमार यस्तै भन्थ्यौँ होला। तर हजुरबाले के सिकाइदिनु भयो हामीलाई चाहिँ मसानलाई काम लाउनु भयो मसानलाई जगाउनु भयो तर मसानले भनेका कुरामा केही पकाउनु भएन केही आफैले काम गर्नु घर ल्याउनु भएन। आज पनि हजुरलाई त्यति कुरा मात्रै सिकाउँछु त्यही कुरा मात्रै आइडिया दिन्छु केही डेमोहरू देखाउँछु हजुरलाई। काम चाहिँ लगाउने हो बताउने चाहिँ होइन। किन बताउने भने यसले कहाँनिर कुन ठाउँमा मिस्टेक गर्छ थाहा छैन। किनभने यो चाहिँ नक्कले मान्छे मात्रै हो। हामीलाई यसो डेफिनेसनले देख्यौँ यो खालि मान्छेको नक्कल गर्ने नक्कले मेसिन मात्रै हो। क्यालिब्रेसन गर्दा जस्ता जस्तै कहिले मिल्दैन केही बिग्रेकै हुन्छ मिस्टेक हुन्छ नि। तर अहिले हामीले यसभन्दा बढी थकाइदिनु भएको छ
बजेट वक्तव्य लेख्नु लेख्नु पऱ्यो भने एआई कति ठाउँहरू त्यही देखिन्छ। रिपोर्टहरू सायद अब सरहरूले धेरै टेस्ट गर्नुभएको होला, नगरपालिकाका थुप्रै जुन दिएका कामहरू प्रतिवेदनहरू हेर्नुहुन्छ सबै एआईले जेनेरेट गरेको हुन्छ, आधाभन्दा बढी मिस्टेक देखिन्छ, कुनै कुनै बेला त पाकिस्तानले इक्जाम्पल दिन्छ। त्यसो हामी गर्दैनौँ। आज हामी चाहिँ हाम्रो हजुरबाले जुन सिकाउनु भएको छ, काम चाहिँ लगाऊ तर कर चाहिँ नल्याऊ। त्यसरी हामी प्रत्येक ठाउँमा बााउन्ड्री बनाउँछौँ, प्रत्येक ठाउँमा आगो बाल्छौँ, आगो क्रस मात्रै गर्छौँ। त्यो कसरी गर्ने त्यो आइडिया चाहिँ म आपसँग सेयर गर्छु। र हाम्रो बिचमा चाहिँ हाम्रो मेयर साहब चाहिँ निस्कने कुरा गर्नुभयो भन्नुभयो, त्यसरी मैले मेयर साहबकै हाम्रो विकास एकछिनलाई हो कि त्यसपछि म हजुरलाई के काम गर्ने भन्ने आइडिया चाहिँ सेयर गर्छु।